तपाईहरु कतिलाई थाहा होला कतिलाई थाहा नहोला है 2025 नोभेम्बर 23 देखि चाहिँ मल्दिप्सले पनि ई भिजा लागू गरेको छ। ई भिजा कस्तो हुन्छ भन्दा अब पहिला हाम्रो पासपोर्टमा स्टिकर भिजा लागेर आउँथ्यो। अब त्यो चाहिँ हुँदैन, अब चाहिँ इलेक्ट्रोनिक भिजा आउँछ छुट्टै। अब पहिला तपाईको पासपोर्टको भिजा त्यो स्टिकर भिजाले चाहिँ अब मान्यता हुने छैन। मल्दिप्स इमिग्रेसनले नयाँ नियम लागू गरेको छ। तपाईको अब धेरैलाई क्वेसन यो हुन सक्छ, मेरो पुरानो पासपोर्टमा लागेको स्टिकरको भ्यालिड छ, अब त्यो के हुन्छ? त्यो चाहिँ अटोमेटिकली ई भिजामा कन्भर्ट हुन्छ भनेको छ। त्यसको लागि चाहिँ कुनै टेन्सन लिनु पर्ने छैन भनेको छ इमिग्रेसनले। तपाई हेर्न सक्नुहुन्छ। यसमा भनिएको छ अब 2025 नोभेम्बर 23 देखि चाहिँ ई भिजा नहुनेलाई मल्दिप्समा इन्ट्री नदिने। ई भिजा इलेक्ट्रोनिक भिजा हो, धेरैलाई थाहा छ होला यो बारे, किनकि अरु कन्ट्रीहरुमा पनि यो लागू भइसकेको छ। यो नयाँ नियम लागू भए लगत्तै अब तपाईहरुले मल्दिप्स आउनको लागि या मल्दिप्सबाट घर जानको लागि ई भिजा आवश्यक पर्ने बताइएको छ।